म आज करेन्ट चुचो बनाउन लागेको छु। करेन्ट चुचोमा यो रम्पम पनि मिलाउँछु, फेरि बनाउँछु। यो रम्पम मिलाएर एकदमै मिठो लाग्छ मलाई, एकदमै मिठो। कसलाई रम्पम मिलाएर मिक्स गरेर मिठो लाग्छ कमेन्टमा आएर भन्नु ल मलाई। म उबाल्न बसाएको छु अब यहाँ प्याज काट्छु। रम्पम पनि मिलाएर प्याज काट्न बस्छु। प्याज काटेर धनियाँ पत्ता म अघि नै काटिसकेको छु। अब प्याज काटेर बनाउँछु। फेरि प्याज काट्न थालेँ। अब प्याज काटेपछि प्याज काटिसकेँ। अब यो पनि चौचो पनि भइसक्यो बोइल। अब यसलाई निकालेर प्लेटमा निकालिसकेँ। प्लेटमा निकालेर अब यसलाई मसाला मिक्स गरेर मसाला मिलाएर सबै मसाला म रम्पमको पनि मसाला मिलाउँछु यसमा। अन्डा मेरो नि अन्डा बोइल गरेँ, अन्डा बिग्रेको थियो, फालिदिएको। 2टा अन्डै बिग्रेको थियो आज, त्यसै कारणले फालिदिएको। बिना अन्डाले मजै आउँदैन। के गर्नु, दोकान एकदम टाढा छ, कहाँ जानु कसरी जानु, छोडिदिएको। सानो नानी पनि छ मेरो, कसरी जानु, के गर्नु, छोडिदिएको। बिना अन्डाको त मजै आउँदैन करेन्ट चुचो खानामा। त्यसै कारण प्याज धनियाँ पत्ता हालेर मजाले अब यसलाई मिक्स गरेर फेरि खान्छु। प्लिज मलाई फलो लाइक प्लिज गरिदिनु। अब मिक्स गरेर म खाना थाल्छु। अर्को पार्ट पनि हाल्छु खाने भिडियो, हेर्नु ल प्लिज। बाई। अब जाने अर्को पार्टमा हेर्नु ल, बाई।